नमस्कार। हरेक पार्टीले यो मान्छे राम्रै होला भनेर टिकट दिएको हुन्छ। त्यो मान्छे भित्रको अन्तरात्मा देख्न सक्ने मान्छे त कोही पनि हुँदैन। असली नेता चाहिँ कस्तो हुनुपर्छ भन्ने विषयमा हल्का विचारहरू म प्रस्तुत गर्न चाहन्छु। नेतृत्व भनेको सहकारी हो, विश्वास हो अनि प्रेरणा हो। असली नेता त्यो हो जसले धेरै बोल्दैन तर धेरै काम गर्छ, जो जनताको आवाज सुन्छ, बुझ्छ अनि समाधान खोज्छ। हामीले यस्तो नेतृत्व चाहिएको छ जो स्वार्थ होइन, सेवा गर्न आउँछ, जो आफ्नो पदको गर्वले होइन, जिम्मेवारीको भावना लिएर अघि बढ्छ। साँचो नेता उज्यालोमा होइन, अन्धकारमा पनि जनतालाई बाटो देखाउन सक्छ। नेता त्यस्तो हुनुपर्छ जसले जनतालाई अगाडि राखेर आफै अगाडि बढ्दैन तर सबैलाई साथमा लिएर अगाडि बढ्छ, जो डर देखाउँदैन, भरोसा दिलाउँछ, जो शक्ति देखाउँदैन, माया बाँड्छ। हामी सबैले यस्तो नेतृत्वको सम्मान गर्नुपर्छ अनि यदि हामी आफैले नेता बन्न चाहन्छौँ भने हामीले पनि निष्ठा, इमान र जनसेवाको बाटो अँगाल्नुपर्छ। अन्त्यमा म यही भन्न चाहन्छु, नेता बन्नु सजिलो हो तर असली नेता बन्नु ठुलो कुरा हो, धेरै गाह्रो छ। विश्वकै देशहरूमा चलाउने नेता भनेको असली नेताकै आवश्यकता पर्छ, जसले जनताको आशा, भरोसा र सपना बोकेर नेतृत्व गर्छ। हो त्यसलाई नै असली नेता भने।